यहाँहरू सम्पूर्णलाई नमस्ते। म जनक बेसी। चाहे हामीले नयाँ मोबाइल किनेर त्यसलाई एक्टिभ गर्न होस् त चाहे उक्त मोबाइलमा प्ले स्टोरबाट विभिन्न एप्लिकेसनहरू इन्स्टल गर्नु होस्, चाहे युट्युब च्यानल खोल्न होस् त चाहे फेसबुक एकाउन्ट खोल्नु होस्, चाहे कसैलाई मेल वा इमेल गर्न होस् त चाहे हामीले विभिन्न फर्महरू भर्नु होस्, यी विभिन्न कार्यका लागि हामीलाई एउटा इमेल आइडी, जिमेल आइडी अथवा मेल आइडीको अत्यावश्यक रहेको हुन्छ। उक्त इमेल आइडी, मेल आइडी वा जिमेल आइडी आफ्नै हातमा रहेको मोबाइल फोनबाट कसरी क्रिएट गर्न सकिन्छ भन्ने विषयका सन्दर्भमा जानकारीमूलक भिडियो सामग्री लिएर आज म यहाँहरू समक्ष उपस्थित भएको छु। स्वीकार्नुहोला मेरो उक्त भिडियो। र अब भने लागौँ मोबाइलको स्क्रिनतर्फ। सर्वप्रथम आफ्नो मोबाइल स्क्रिनमा रहेको जिमेल एप्लिकेसनलाई खोल्नुहोस्। मैले मेरो मोबाइल स्क्रिनमा भएको जिमेल एप्लिकेसनलाई खोलेको छु। त्यसपछि मोबाइल स्क्रिनको दायाँ साइडतिर यस्तो प्रोफाइल देखाउने छ, जसमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुलेर आउनेछ र जसमध्ये यो मोबाइलमा पहिले लगइन भएका सबै इमेल आइडीहरू देखाउनेछ र जसमध्ये एउटा एड एनदर एकाउन्ट भन्ने अप्सन देखाउनेछ, जसमा क्लिक गर्नुहोस्। त्यसपछि सेट अप इमेल भनेर यहाँ विभिन्न अप्सनहरू देखाएको छ, जसमध्ये गुगल भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यति गरिसकेपछि केही समय चेकिङ इन्फो भनेर लग्नेछ। त्यसपछि यस्तो इन्टरफेस खुलेर आउनेछ, जसमा हामी नयाँ एकाउन्ट क्रिएट गर्न गइरहेका छौँ। तसर्थ क्रिएट एकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस् र फर माई पर्सनल युजमा क्लिक गर्नुहोस्। त्यसपछि क्रिएट अ गुगल एकाउन्ट भनेको छ। इन्टर योर नेम भनेको ठाउँमा चाहिँ फर्स्ट नेम आवश्यकता अनुसार आफ्नो नाम राख्नुहोस् र युजर नेममा अप्सनल भनेको छ, जुन राखे पनि हुने नराखे पनि हुने हो। तर मैले यहाँ युजर नेम पनि राखेको छु। यसरी आवश्यकता अनुसार फर्स्ट नेम र युजर नेम राखेर नेक्स्ट बटनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि बेसिक इन्फर्मेसन भनेर इन्टर योर डेट अफ बर्थ एन्ड जेन्डर भनेर देखाएको छ। यसमा गति राख्नुहोस्, यो सनमा राख्नुपर्ने हुन्छ। मन्थ छनौट गर्नुहोस्, इयर छनौट गर्नुहोस्, अर्थात् इयर आफैले टाइप गर्नुपर्ने हुन्छ। डेमा चाहिँ आफैले टाइप गर्नुपर्ने, मन्थमा चाहिँ क्लिक गरेपछि यहाँ चाहिँ मन्थहरू आफै देखाउँछ, जसमा एउटा सिलेक्ट गर्नुपर्ने हुन्छ। र इयरमा चाहिँ आफैले टाइप गर्नुपर्छ र जेन्डरमा मेल फिमेल आवश्यकता अनुसार छनौट गर्नुपर्दछ। र त्यसपछि यस्तो इन्टरफेस खुलेर आउनेछ, जसमध्ये युजर नेम भनेको छ। यसमा इमेल आइडी, आफूले चाहेको इमेल आइडी टाइप गर्नुपर्दछ। साथीहरू, यो इमेल आइडी अरू कसैले पनि युज गरिसकेको छ भने हामीले त्यसलाई प्रयोग गर्न सक्ने छैनौँ। यता रातो अक्षरमा देखाउने छ द्याट युजर नेम इज टेकन ट्राई एनदर भनेको छ। यो युजर नेम चाहिँ कसैले प्रयोग गरिसकेको रहेछ। अब हामी अर्को युजर नेम प्रयोग गर्न सक्छौँ। नम्बरहरू थपगढ गरेर अथवा फेरबदल गरेर हामी नेक्स्टमा क्लिक गरेर चाहिँ हाम्रो युजर नेम अथवा चाहिँ इमेल आइडी क्रिएट गर्न सक्छौँ। अब सपोर्ट गरेको छ साथीहरू। र यहाँ त्यही इमेल आइडीको पासवर्ड क्रिएट गर्न भनेको छ, जसमा क्रिएट अ स्ट्रङ पासवर्ड विथ अ मिक्सचर अफ लेटर्स, नम्बर्स एन्ड सिम्बल्स भनेको छ। यो पासवर्डमा चाहिँ लेटर्स, नम्बर्स र सिम्बल्स सबै कुराको मिक्सर हुने गरी एउटा स्ट्रङ पासवर्ड हामीले क्रिएट गर्न सक्नेछौँ। र यो पासवर्डलाई चाहिँ स्क्रिनसट गरेर राख्नुपर्छ साथीहरू, किनभने इमेल आइडीको पासवर्ड पुनः इमेल आइडी लगइन गर्नु पर्दाखेरि अर्को डिभाइसमा हामीलाई काम आउँछ। तसर्थ यसलाई स्क्रिनसट गरेर राख्नुपर्दछ। अनि नेक्स्ट बटनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि यहाँ स्यामसङ पास भनेर देखाएको छ। मेरो स्यामसङ मोबाइल भएर अब यसलाई क्यान्सलमा क्लिक गर्न सकिन्छ। क्यान्सलमा क्लिक गरिसकेपछि यहाँ नेक्स्ट बटनमा क्लिक गर्नुहोस्। नेक्स्ट बटनमा क्लिक गरिसकेपछि अलिकति स्क्रोल डाउन गरेर आई एग्री भन्ने बटनमा क्लिक गर्नुहोस्। यसमा थोरै समय लाग्न सक्नेछ। र त्यसपछि चेकिङ इन्फर्मेसन भनेको छ। त्यसपछि यस्तो इन्टरफेस खुलेर आउनेछ, जसमा चाहिँ फाइनल्ली हाम्रो एकाउन्ट क्रिएट भइसकेको छ साथीहरू। अब हाम्रो एकाउन्टको प्रिभ्यू हेर्नका लागि पुनः त्यही प्रोफाइलमा क्लिक गर्नुपर्दछ र फाइनल्ली यहाँ देखाइसकेको छ हामीले भर्खरै क्रिएट गरेको इमेल आइडी, जसमा क्लिक गरेर हामी यो भर्खरै क्रिएट गरेको इमेल आइडीमा लगइन हुन सक्छौँ। म यहाँ लगइन भइसकेको छु। र साथीहरू, तपाईँहरू पनि सोही तरिकाले आफ्नै हातमा रहेको मोबाइल फोनको प्रयोग गरेर
आवश्यकता अनुसार इमेल आइडी, जिमेल आइडी वा मेल आइडी क्रिएट गरेर प्रयोग गर्न सक्नुहुनेछ भन्ने पूर्ण आशाका साथ यस्तै अन्य जानकारीमूलक भिडियो सामग्री सोही आइसिटी नलेज युट्युब च्यानलमा लिएर पुनः उपस्थित हुने बाचाका साथ अहिले भने छुट्टिन्छु। नमस्कार।